गाइजहरू अब बुढो भएपछि जापानमा आएपछि अब सबैले अलिअलि फेसमा घस्ने म पनि यसो घस्दैछु यो अहिले पहिला हल्का हल्का यसरी घस्नुपर्छ म पनि अब ट्राई चाहिँ गरिरहेको छु यो सबले घस्ने हामीले घस्न नहुने के रहेछ त भनेर यसलाई चाहिँ सेरुम भन्छ अरे यसलाई सेरुम भन्छ अरे यो घसिसकेपछि यसो जाने छाला पनि एकदम अलिक चम्किलो हुने अनि फुस्रो छाला भएकोलाई एकदम चिल्लो छाला पनि बनाउने अनि त्यस पछाडि फेरि अब यो चाहिँ नि सनस्क्रिम भन्दो रहेछ यो पनि यसो घस्न पऱ्यो हेर्नुहोस् यसरी घसेर यसो चाहिँ नि अलिकति अब गाला चिल्ला चुबिल्ला यसो बनायो भने चाहिँ अलिकति केही काम लाग्ला यसो चाहिँ नि छाला चाहिँ अलिक सेतो चाहिँ बनाउँदो रहेछ गाई चाहिँ ल हेर्नुहोस् त अब यस्तो चिटिक्क परेको बनायो अब दारी सारी भयो भने यसरी चाहिँ बेला बेलामा चाहिँ आफ्नो फेसलाई पनि हामी विशेष महत्त्व चाहिँ दिनु पर्दो रहेछ हामी अलिकति कस्तो भने अब त्यो प्रवृत्ति पहिला नगरेको कारणले अहिले जापानमा आएपछि अलि यो पनि अलिअलि यसो गरम कि भन्ने उ लाग्यो अझै जवानी छ ज्यान होइन केही गर्नु छ त्यो कारणले आज त मेरो तपाईँलाई एकदम सबैले आफ्नो फेसको छाला पनि चम्किलो बनाउनलाई यसो सेरमहरू सनस्क्रिमहरू प्रयोग गर्नुहोस् भन्न चाहन्छु हवस् धन्यवाद नमस्कार है त हजुर फेरि बाँकी अर्को भिडियो है त